सो के छ फ्री फायर खेल्ने केटाकेटी हो यो भिडियो चाहिँ स्पेसल्ली तिमीहरूको लागि हो। सो भिडियो चाहिँ लास्टसम्म हेर ल। सो पहिलो कुरो हाम्रो जुन यो फ्री फायर गेम छ पहिल्यै गु भइसकेको छ र फ्री फायरलाई हामी नेपाली प्लेयरहरूको बारेमा घन्टा केही पनि मतलब छैन, बुझ्यौ नि, घन्टा केही पनि मतलब छैन। यो गेमले हामीसँग डायमन्ड मात्र लुट्न खोजेको छ, केही गर्नेवाला छैन। यो गेमले हाम्रो लागि न त स्पोर्ट्स ल्याएको छ न त केही गरेको छ। बस गुगु अपडेटहरू लिएर आउँछ, इभेन्टहरू लिएर आउँछ, डायमन्डहरू मात्र लुट्छ तिमीहरूको। अर्को मेन कुरा भनेको चाहिँ फ्री फायरले चाहिँ प्यानल युजरलाई चाहिँ ब्यान गर्यो भनेर भनेको छ, तर भोसडी के यत्रो प्यानल युजरहरू गेममा एक्टिभ छ। अर्को कुरा तिमीहरू खातेको छोरो प्यानल युजरहरू प्यानल युज नगर भोसडी के। पहिले गेम गु भएको छ, आधीभन्दा बढी प्लेयरले गेम छोडिसकेको छ, गेममा घन्टा केही पनि छैन, तर तिमीहरू प्यानल युज गरेर चाहिँ के गेम प्ले गर्छौ हो भोसडी के गर्छौ तिमीहरूले। र अर्को कुरा यो प्यानल सेलरहरूलाई पनि तिमीहरूले नै चम्काएको। तिमीहरूले प्यानल नकिन्ने सेलरहरू चुप्प लाएर थन्किन्छन् कसैले नकिनेसी त। मासाला तिमीहरू प्यानल सेलरहरूलाई मैले भेटाएँ भने होइन साइडमा राखेर घुप्टो बनाएर बाटोले कन्डो फुट्ने गरेर हान्छु तिमीहरूलाई। प्यानल किनेर पैसा कमाउनु भन्दा बरु तिमीहरूसँग पिसी छ, कम्प्युटर छ, सानो टुर्नामेन्टहरू गर, सानो प्राइज पुल राख, एन्ट्री बना होइन, एन्ट्री गरेर आउने बना, खेला टुर्नामेन्ट, अलिअलि फाइदा आफूलाई राख, प्लेयरहरूलाई नि दे, प्लेयरहरू कम्पिटेटिभ म्याच खेल्न सिक्छ। मुलाहरू गाँडुहरू कस्तो गाँडु छ यो कम्युनिटीमा। त्यही भएर हो हाम्रो फ्री फायर कहिले पनि ग्रो हुन नसकेको। पब्जीलाई हेर, पब्जी कहाँबाट कहाँ पुगिसक्यो हेर। गाँडुहरू आफूले गरौँ भने आफूसँग पिसी छैन, गर्ने ट्राई त गरिरहेको छु। तर मेन कुरा भनेको अहिले यो प्यानल युजरहरूलाई चाहिँ सबैले हान त तिमीहरू प्यानल नकिन्दा यार केटा हो। गेम पहिले गु छ, झन् धेरै गु बनाएको छ यो प्यानल, के भन्नु यार म त छ्या।